3 वर्ष अगाडि म यस्तो देख्थेँ है, आज म यस्तो देख्छु। किनभने 3 वर्षदेखि मैले जिम गरेको छैन। अनि त्यसपछि 2 वर्ष नेपालमा हुँदाखेरिमा मैले केही पनि गरेन होइन, लाइक पढाइ मात्रै भइराख्यो। अनि म जापान आएँ। अनि जापान आएको लगभग आज 4 साढे 4 महिना भयो। यो बिचमा चाहिँ मैले धेरै आफ्नो हेल्थलाई चाहिँ एकदमै हुन्छ नि, like I used to be tobacco, like drinks as well, and चिल्लो पिरो अब यति धेरै हुन्छ नि, लाइक जिब्रोमा टेस्ट आउने हुन्छ नि जति पनि खानेकुराहरू त्यो सबै खाएँ होइन। लाइक अहिले म यस्तो भएको छ क्या, पेट मेरो यस्तो देखिन्छ क्या। कति म 65 अराउन्ड 65 थियो होला म त्यति बेला। अहिले म अराउन्ड 80 केजी, 15 किलो होइन, 3 वर्षमा 15 किलो। इट्स नट द्याट मच होइन, तै पनि आई फेल लाइक द्याट। किनभने म पहिल्यैदेखि नै बच्चामा हुँदाखेरि लाउरे बन्न मन लाग्थ्यो होइन, लाइक धेरै ट्रेनिङ गरेँ मैले। अनि आफ्नो फिजिक यस्तो थियो मेरो पहिलादेखि नै। अनि 3 वर्ष भयो मैले छोडेको होइन। अनि जे पनि खाइदिने हुन्छ नि, लाइक एभ्रिथिङ। अनि अब चाहिँ म अति भयो भनेर हुन्छ नि, अस्ति फोटो खिचेर आफै हेरेँ, आफै आई वाज सक्ड हुन्छ नि, लाइक ओके। अनि यदि तपाईँहरूलाई पनि यस्तै लाग्छ भने अब आउनुहोस्, मसँग जोडिनुहोस्। हामी सँगै फिट अनि नेचुरल हुन्छ नि, लाइक हामी केही पनि नगरे डाइटदेखि डाइटिङ गर्नु पर्दैन होइन। यसमा चाहिँ सिम्पल मैले अब पहिल्यैदेखि सुन्दै आइरहेको छ नि, जुन क्यालोरी डेफिसिट भन्ने। अब जस्तो आफूले दिनमा कति क्यालोरी बर्न गर्छ, कति क्यालोरी आफ्नो क्यालोरी चाहिँ ठ्याक्क छुट्याएर खाने क्या। अनि त्यो गऱ्यो भने चाहिँ सकिन्छ होइन। लाइक धेरै जिम गइराख्नु पर्दैन, धेरै टाइम दिइराख्नु पर्दैन। अहिले म 8 घन्टा काम गर्छु होइन। अनि 8 घन्टा काम गरेर आएर अनि म रुममा लगभग आधी घन्टा 1 घन्टा म आफ्नो लागि छुट्याउँछु। अनि त्यसमा पुसअप गर्ने, अलिअलि रनिङ गर्ने होइन। बाहिरतिर जिम चाहिँ मैले जोइन गरेको छैन, आगामी दिनहरूमा गर्छु पनि होला। र त्योभन्दा पहिलाखेरिमा चाहिँ म यसरी क्यालोरी डेफिसिट गरिरहेको छु होइन। मैले यसरी खाना बनाएर खान थालेको छु आज 2 दिन भयो। अनि यो जर्नीमा हुन्छ नि, मैले 80 केजीबाट मेरो एम भनेको चाहिँ लाइक अराउन्ड 66 to 67 हुनु छ मलाई होइन। त्यतिमा चाहिँ म आई विल लुक बेटर देन 80 केजी। सो अराउन्ड त्यस्तै 12-13 केजीको चाहिँ म आफूलाई डाउन गर्न चाहन्छु। यदि तपाईँहरू पनि त्यसरी नै डाउन गर्न चाहनुहुन्छ भने आउनुहोस् मेरो डेली, अब भोलिदेखि मेरो डेली भ्लग पनि आउँछ। आउनुहोस्, जोडिनुहोस् र हामी सँगै आफ्नो पेटलाई चाहिँ नि हटाउँ है त। नमस्ते।